हजुरहरु सम्पूर्णलाई नमस्ते। म अहिले यो लान्तीबाट मोखला जाने बाटोमा पनि छु र यही बाटो तपाईको लान्ती हुँदै लेकपोखरा हुँदै दमाचौरसम्म पनि जान्छ। यहाँनिर हामी भाग्यमानी भन्नुपर्छ हामीलाई। अब एउटा बाटोमा दुई वटा पुल छ। ल हेर्नुस्, एउटा बाटोमा दुई वटा पुल छ। सायद यो एउटा लान्ती हुँदै स्यानीखाल मोखला जोड्ने हुनुपर्छ, अनि यो चाहिँ लान्ती हुँदै लेकपोखरा हुँदै दमाचौर जोड्ने हुन सक्छ। अब हजुरहरूले देखिसक्नुभयो यति राम्रो पुल हामीले पाएका छौं। अब हामीले कुन मानेमा भाग्यमानी ठान्नुपर्छ आफूलाई त्यो हजुरहरूले कमेन्ट गर्नु होला। ल हेर्नुस् पुलको अवस्था, पुलको अब के छ, यहाँ कुनै रातिको समयमा मान्छे आयो भने यहाँनिर यस्तो सडियाहरू पनि ठाडिएका छन्। यी हुनलाई नभएको होइन, दुईवटा पुल छ। अब तर सम्बन्धित निकायले कुन मापदण्ड हेरेर यहाँको विकास गरेको छ र कसरी गरेको छ, अब हामी सधैँ दिउँसम्म हिँड्छौँ भन्ने पनि छैन। यहाँ छडहरू पनि देखिएको छ, क्लियर हेर्न सक्नुहुन्छ है। अनि यहाँबाट खोला पनि त्यति ठुलो पनि होइन। अब यहाँ करोडौं अरबौंको बजेट पनि लाग्दैन होला जस्तो लाग्छ मलाई। ल हेर्नुस् यहाँको अवस्था। यो हाम्रो लान्तीदेखि स्यानीखाल हुँदै मोखला अनि मोखलाबाट रुकुमसम्म जाने एउटा बाइपास, एउटा सर्टकट बाटो पनि हो। अब यसको अवस्था यस्तो छ। अब हामी भाग्यमानी ठानौँ या हामीलाई अभागी ठानौँ, त्यो हजुरहरूले कमेन्ट, हजुरहरूले राय सल्लाह, अब यो सम्बन्धित निकायले पनि यसको ध्यान जाओस् र त्यहाँसम्म पनि पुगोस्। सेयर पनि गर्नु होला सबैले। ल हेर्नुस् दुईवटा पुलको अवस्था। यहाँ गाडी भन्नुहुन्छ भने तपाईको 25-30 सिटे गाडीहरू रेगुलर चल्छ। तपाईको लेकपोखरा हुँदै दमाचौरसम्म र यहाँ श्रीनगरदेखि स्यानीखालसम्म रेगुलर चढ्ने हो। पुल त छ, नभएको होइन नि, दुईवटा छ। तर के गर्नु, यहाँ तरली बिगारिरहेको छ। ल हेर्नुस् यहाँको अवस्था। ल सम्बन्धित निकायले चासो नदिएपछि, अब विकास निकासमा एउटा राम्रो सदुपयोग नभएपछि, राम्रो अनुगमन नभएपछि, यहाँको अवस्थामा के कस्तो छ नभएपछि, अब यस्तो हुन्छ कि जस्तो लागेको हो मलाई। कुन दिन यहाँनिर घटना भयो भनेर सुन्न चाहिँ हामीले धेरै टाढा जानुपर्छ होला जस्तो लाग्दैन मलाई। भन्न सकिन्न, रातको समयमा आइयो भने यही छडमा अल्झिएर दुर्घटना पनि भइन्छ होला जस्तो लाग्छ। अब अर्को पुल पनि नजिकै छ। ल यति भन्दै मेरो एउटा सानो सर्ट भिडियो यही अन्त्य गरेँ। धन्यवाद। हजुरहरूले अब सल्लाह सुझाव केही छ भने दिनु होला। अब सर्लक्क ल यहाँको अवस्था यथार्थ यही नै हो। ल धन्यवाद।